यो चाहिँ फिदिम 1 स्थित यो एकदमै सुन्दर आवा घरबाट देख्न सकिने फिदिम बजारको दृश्य र यहाँबाट साह्रै नै सुन्दर फिदिम बजारको दृश्य चाहिँ देख्न सकिन्छ र यो तल चाहिँ जोरसाल र यहाँदेखि सरर र पल्लोटार हुँदै यो पारी चाहिँ गढी र म चाहिँ यो घरमा बस्छु अनि यहाँ चाहिँ अहिले गोल पनि खेल्दै रहेछन् यो फिदिम माविको खेल मैदानमा र यहाँदेखि चाहिँ साह्रै नै सुन्दर फिदिम बजारको दृश्य देखिन्छ र आज मैले यो आवा घरबाट चाहिँ यसरी उभिएर यहाँलाई यो फिदिम बजारको दृश्य चाहिँ देखाइरहेको अवस्था छ। अनि यता चाहिँ मेरो दुईजना साथीहरू बस्नु भएको छ। हाम्रो साह्रै नै ह्यान्डसम राई मध्येको सबैभन्दा ह्यान्डसमहरू राजनजी र सुभाषजी। राजन सर, फिदिम बजार तपाईँ पहिलोपटक आउँदाको अनुभव सुनाइदिनु न, कस्तो थियो तपाईँ सबभन्दा पहिला कति सालमा आउनुभएको थियो? म ठ्याक्कै कतिमा आएको थियो बिर्सेँ ल साल नभन्नु, पहिलोपटक आउँदा कस्तो लागेको थियो? चट्ट आयो होइन, मेन रोडमा पुग्यो। अब गाडी गाउँदेखि आएको मान्छे होइन, गाडी हेऱ्यो अब एउटा आउँछ अर्को जान्छ होइन। अब त्यो अहिले सम्झिँदा चाहिँ ट्रक अनि बोलेरोहरू रहेछ। साँच्ची भनेको 15-20 मिनट चाहिँ त्यही भुलियो क्या, ए गाडी हेर्दै गाडी हेरेर। अनि त्यस पछाडि यताउता है बजारहरू, अब नयाँ चिज नयाँ खानेकुरा पनि देखेको, त्यता मन लोभिँदो रहेछ क्या। ओहो यो त्यो निकै राम्रो मजाको अनुभव छ सर। सुभाषजीको कस्तो छ पहिलोचोटि आउँदाको अनुभव सुनाउनु त? मेरो त एकदम इन्ट्रेस्टिङ कथा छ। त्यही त मैले अस्ति पर्सनली सुनेको छु, तर जो दर्शकको लागि सुनाउनु भनेर क्या। म 2065 सालमा ठ्याक्कै म फिदिममा छिरेको थिएँ। सुरुमा छिर्दाखेरि यो मेन रोड जति अहिले पिच भएको छ नि, त्यो कहीँ पनि पिच भएको पिचै थिएन, पिचै थिएन। ए त्यतिखेर घन्टाघरले ठुलो मानिन्थ्यो क्या त्यो तेर्सो लाइनलाई। अहिले छैन है घन्टाघर? अहिले छैन। म साप्राङमा बसेँ, मेरो आफन्त त्यतिखेर दिदी भेनाको त्यतिखेर बिहेको कार्ड छाप्ने त्यति चलन पनि थिएन। अलिकति त्यतिखेर कस्तो भने अलिकति हुने खाने अलि राम्रो परिवारहरूले मात्रै छाप्थ्यो क्या त्यो कार्ड पनि। त्यतिखेर म अब हाम्रो बोर्डर एरिया माथि फालेलुङको पनि मेमेङ माथि, त्यतिखेर अब हाम्रो बोर्डरमा इन्डियामा त्यो गमबुट क्या छोटो हरियो खालको छोटो गमबुट लगाएर आएको थिएँ फर्स्ट टाइम म। अनि त्यतिखेर आउँदाखेरि त्यहाँ जुन अहिले हस्पिटल लाइन छ त्यो एरियामा त्यो जब साप्राङदेखि घन्टाघर गमबुटमै आइया थियो फिदिम हो निस्केर आउँदाखेरि चट्ट त्यहाँ एउटा ट्र्याक्टर फसिरहेको थियो क्या, रातो माटोमा ट्र्याक्टर फसेको थियो। अनि त्यतिखेर त्यहाँदेखि अब कस्तो भने अब हामीले त्यति गाडीहरू प्रशस्त मात्रामा देखिँदैन थियो, अघि राजनजीले भने जस्तै त्यहाँ। अनि ट्र्याक्टर फसिरहेको थियो रातो माटोमा, अनि त्यो ठेल्नु लाग्यो क्या त्यो फसेको ट्र्याक्टर गमबुट लगाएको। यति खुसी भएर त्यो गाडी ठेलियो। ए ठेल्दा चाहिँ खुसी लाग्यो? हो, गाडी साडी छुइएको थिएन। देख्नु त देखिन्थ्यो हाम्रो कस्तो भने माथि बोर्डर एरियामा धेरै त्यो इन्डियाको ल्यान्ड ओभर गाडीहरू हुन्छ हाम्रोदेखि नजिक हो, अनि त्यता देखिन्थ्यो। पिचै नभए तपाईँ फिदिम पुग्नु भयो? पिचै भएको थिएन, अनि रातो माटो थियो। त्यतिखेर त अलिक गाडीहरू पसिन्थ्यो। त्यतिखेर त्यो ट्र्याक्टर ठेलेको छु। यति मलाई त्यसले मलाई स्मरण गरेर राजन सर आउँदा चाहिँ पिच थियो कि थिएन? पिच चाहिँ थियो कि, यो परर थिएन। अनि यो अहिले सम्झिन्छु परदेखि हेर्दाखेरि यो ठाडो बाटो देखिन्थ्यो क्या। अनि यो घरहरू थिएन नि त, अनि यो पर ठाडो लाइनदेखि हेर्दा चाहिँ यो बाटो ठाडो देखिन्थ्यो। अनि कति ठाडो रहेछ भनेर क्या। अहिले हेर्छु त्यो बाटो हो कि होइन होइन, पुरै परिवर्तन भएको हो कि जस्तो महसुस हुने क्या। अनि तपाईँले आफूलाई चाहिँ यहाँ दिन त क्यामेरा कस्तो थियो फिदिम पहिलोपटक आउँदाखेरि? 71 सालमा हो कि 72 सालमा पहिलोपटक आएको। माथि रमिते अस्ति गयो नि, त्यो रमितेबाट गाडीले एकदमै भक्कै मातेर चाहिँ गाडीले रोक्दाखेरि एकचोटि चाहिँ निकै राम्रो धेरै कल्पना गरे भन्दा बवाल थियो क्या। अनि त्यस्तो थियो। जस ल, राजनजीले पनि आफ्नो अनुभव सुनाउनु भयो, सुभाषजीले पनि सुनाउनु भयो, मैले पनि सुनाएँ। फिदिम बजार चाहिँ यहाँदेखि अहिले चाहिँ धेरै नै परिवर्तन भएको छ है पहिलाभन्दा। अनि यस्तो सुन्दर देखिन्छ। ल थ्याङ्क यू।